साथीहरू नमस्कार। यदि तपाईले आजै युट्युब सुरु गर्नुभएको छ वा धेरै महिनादेखि भिडियो बनाइरहनु भएको छ तर भ्युज आउँदैन, सब्स्क्राइबर बढ्दैन, कहिलेकाहीँ छोडिदिउँ कि भन्ने सोच आउँछ भने आजको यो भिडियो तपाईको लागि हो। सत्य के हो भने साथीहरू, सफल युट्युबर र असफल युट्युबर बीचको सबैभन्दा ठुलो फरक क्यामेरा, मोबाइल वा पैसा पक्कै पनि होइन। सबैभन्दा ठुलो फरक तपाईँ हाम्रो सोच, धैर्य र निरन्तरता हो। आज म तपाईलाई त्यस्ता 10 जीवन बदल्ने सिद्धान्तहरू भन्ने छु जसले तपाईलाई केवल राम्रो क्रिएटर मात्र होइन, अनुशासित र आत्मविश्वासी व्यक्ति पनि बनाउन मद्दत गर्दछ। 1. युट्युबलाई लोटरी होइन, सिप सिक्ने यात्रा मान्नुहोस्। धेरै मानिसले पहिलो भिडियोमै लाखौं भ्यूको सपना देख्छन् तर वास्तविकता फरक हुन्छ। पहिलो भिडियोमा 10 भ्यूज आउन सक्छ, दोस्रोमा 25, तेस्रोमा 50, तर प्रत्येक भिडियोले तपाईलाई केही नयाँ सिकाउँछ। प्रत्येक भिडियो एउटा शिक्षक हो। भ्यूज कम आउँदा हार्ने होइन, सिक्ने क्रिएटरले नै अन्ततः जित्छ। 2. अरूसँग होइन, हिजोको आफ्नै संस्करणसँग प्रतिस्पर्धा गर्नुहोस्। फलाना क्रिएटरको 10 लाख सब्स्क्राइबर छ भनेर आफूलाई कमजोर नठान्नुहोस्। जो उसले पनि कुनै दिन 0 सब्स्क्राइबरबाट सुरु गरेको थियो, तर आज तपाईले हिजोभन्दा राम्रो थम्बनेल बनाउनु भयो भने तपाईँ जित्नुभयो। आज तपाईले हिजोभन्दा राम्रो बोल्नु भयो भने तपाईले पनि त जित्नुभयो। सानो सुधारले नै ठुलो सफलता बनाउँछ। 3 नम्बरमा रहेको छ, निरन्तरता नै सबैभन्दा ठुलो प्रतिभा हो। प्रतिभाशाली भएर पनि धेरै क्रिएटरहरू हराए किन होला? किनकि उनीहरूले बिचैमा हार माने। तर सामान्य क्षमता भएका धेरै क्रिएटरहरू सफल भएका छन् किनकि उनीहरूले रोकेनन्, उनीहरूले हार मानेनन्। दिनहुँ एउटा कदम, सातामा एउटा भिडियो, राम्रो भिडियो, महिनामा लगातार मेहनत, यही नै सफलता हो। 4 नम्बरमा रहेछ, क्वालिटीले क्वान्टिटीलाई जित्छ। हरेक दिन कमजोर भिडियो हाल्नु भन्दा सातामा एउटा उत्कृष्ट भिडियो राम्रो हुन्छ। आफूलाई सोध्नुहोस्, यदि म दर्शक भएको भए यो भिडियो अन्त्यसम्म हेर्थे? यदि उत्तर हो भने मात्र अपलोड गर्नुहोस्। 5 नम्बरमा, आलोचना तपाईको शत्रु कदापि होइन। कमेन्टमा कसैले नराम्रो लेख्यो भने तुरन्त रिसाउनु हुँदैन। 2 प्रकारका आलोचना हुन्छन्, तपाईलाई सुधार्ने या तपाईलाई त्यही रोक्ने। पहिलो स्वीकार गर्नुहोस् तपाईलाई सुधार्ने, दोस्रोलाई व्यवस्था इग्नोर गरिदिनुहोस्। 6 नम्बरमा रहेछ, युट्युब एउटा म्याराथन हो। युट्युब एउटा के रहेछ? म्याराथन हो। यो 100 मिटरको दौड होइन। यो धैर्य राख्ने क्रिएटर नै अन्तिमसम्म गन्तव्यमा पुग्छ। यदि आज मेहनत गर्नुभयो भने सायद भोलि नतिजा नआउला भन्न सकिन्न, तर एक दिन अवश्य नतिजा आउनेछ। 7 नम्बरमा छ, एल्गोरिदम भन्दा अडियन्सलाई प्राथमिकता दिनुहोस्। एल्गोरिदम बदलिन्छ, बेला बेलामा चेन्ज हुन्छ, तर दर्शकलाई उपयोगी, मनोरञ्जनात्मक वा प्रेरणादायी सामग्री दिनुहोस्। जब मानिसले मन पराउँछन्, एल्गोरिदमले पनि सहयोग गर्न थाल्छ। 8. अनुशासन प्रेरणाभन्दा शक्तिशाली हुन्छ। हेर्नुहोस् त, अनुशासन प्रेरणाभन्दा शक्तिशाली हुन्छ। प्रेरणा हरेक दिन आउँदैन, तर अनुशासनले तपाईलाई काम गराइरहन्छ। काम गर्ने मन नभए पनि एउटा स्क्रिप्ट लेख्नुहोस्, एउटा थम्बनेल बनाउनुहोस्, एउटा आइडिया रिपोर्ट गर्नुहोस्। सानो काम पनि अगाडि बढ्ने कदम हो। 9. कहिले हार नमान्नुहोस्। धेरै सफल क्रिएटरहरूको सुरुवातमा 100औं भिडियोमा पनि कम भ्यूज आएको थियो, तर उनीहरू रोकिएनन्। यदि तपाईँ पनि रोक्नुभयो भने तपाईको आजको सङ्घर्ष नै भोलिको सफलता बन्न सक्छ। रोक्नु भएर भने तपाईको आजको सङ्घर्ष नै भोलिको सफलता बन्न सक्छ। 10.
आफ्नो उद्देश्य सम्झिरहनुहोस्। किन युट्युब सुरु गर्नुभयो? आफ्नो सपना पुरा गर्न, परिवारलाई सहयोग गर्न, आफ्नो प्रतिभा संसारलाई देखाउन। जब मोटिभेसन हराउँछ त्यही उद्देश्य फेरि जब मोटिभेसन हराउँछ त्यही उद्देश्यले फेरि तपाईँलाई उठाउँछ। साथीहरू, सफलता एकै रातमा आउँदैन, तर सही दिशामा हरेक दिन चालिएको एउटा सानो कदमले पनि जीवन बदल्न सक्छ। आज एउटा भिडियो बनाउनुहोस्, भोलि त्यसलाई अझ राम्रो बनाउनुहोस् र त्यो यात्रा कहिल्यै नरोकिनुहोस्। याद राख्नुहोस्, दर्शकले आज तपाईँलाई नचिने पनि यदि तपाईँ निरन्तर सिकिरहनु भयो र मेहनत गरिरहनु भयो भने एक दिन तपाईँलेको कामले नै तपाईँलाई चिनाउनेछ। धन्यवाद। आफ्नो सपना जोगाइराख्नुहोस्, मेहनतलाई साथी बनाइराख्नुहोस् र सृजना गर्न कहिल्यै नछोड्नुहोस्। साथीहरू, तपाईँहरूलाई यो अडियो समरी अथवा यो भिडियो कस्तो लाग्यो? तपाईँलाई यदि मन पर्यो भने यो भिडियोलाई लाइक कमेन्ट गर्न नबिर्सनुहोला र अहिलेसम्म तपाईँले यो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला र सँगै रहेको बेल आइकन घन्टी पनि थिच्न नबिर्सनुहोला। यति जेलसम्म यो भिडियो पुरा सुनिदिनु भएकोमा, हेरिदिनु भएकोमा यहाँलाई मरिमरि धन्यवाद।